हेलो गाइज वेलकम टु न्यू ब्लग के छ सबैजना आरामै सबैजना अब चाहिँ हामी फाइनली भेट भयो हामी धेरै वर्षपछि फाइनली हामी साथीहरूसँग भेट भइसकेको छ अब हामी जाँदैछौँ घुमघाम गर्नलाई यहाँ हाम्रो हाम्रो यहाँ वरिष्ठ भाइ हो वरिष्ठ भाइ नेपालको सबभन्दा टप 10 रमेश उप्रेती ऊ चाहिँ रमेश उप्रेती है म त अब ऊ चाहिँ डान्सर रमेश अनि ऊ चाहिँ हाम्रो सेम मिजु छ कि मेरो एउटा अनलाइनमा अनि मिजुको भाइ जस्तै लाग्यो मलाई मतलब स्वर पनि एउटै छ कि उस्तै स्वर छ बोल्देऊ त एकचोटि हेलो गाइस हेलो वेलकम छ भनेर वेलकम छ हजुरलाई हाम्रो न्यू ब्लगमा कस्तो छ के मान्छे निमाले के लिएर आएको छ आज निमालाई समाप्त गर अघि त दाइले अनि निमा भनेको त्यो भन्दै स्टोरमा ल अबको एन्ड गरौँ अहिले यति नै हाले फेरि हामी कन्टिन्यू हामी समात्दैनौँ कसैलाई जाम ब्रेक पछि आउँछौँ हामी जाम केही छैन ब्रेक पछि आउँछ गाइस मैले किनकि भ्लग बनाएको छैन आजभोलि तपाईँहरूले माया गरिदिनु हुँदैन अब तपाईँहरूले माया गरिदिएको भ्लग पनि हाल्नु मन लाग्छ यसो होइन न माया गरिदिनुहुन्छ न हजुरले साथ सपोर्ट दिनुहुन्छ हाम्रो ब्लग हेर्नु भएको छ प्लिज शेयर सब्सक्राइब अरू लाइक गरेर हजुरले हामीलाई थोरै भए पनि सपोर्ट गरिदिनु हामी हार्दिक अनुरोध गर्दछौँ यस्तो मान्छे खोजेको के मैले यस्तो मान्छे खोजेको यस्तो मान्छे कहाँ भेटिएला भनेको त भर्खरको भेटेँ मैले त यता पनि भन्नु दाइलाई सपोर्ट आउनको लागि ल भाइ सपोर्ट लाइक डबल लाइक सब्स्क्राइब डबल सब्स्क्राइब हाम्रो बस्नेतजीलाई ट्रिपल सपोर्ट गर्नु पर्यो ल है त सबैजनाले माया एकदम माया गरिदिनु होला माइक अलरेडी यही मोबाइलमा छ अनि सुनिन्छ त ए खतरा छ दाइ त फेरि खतरा हो नि त अहिले त फेरि माइक त पुरा यही मोबाइलमै हाल्छ नि त आइफोनमै अनि त फेरि खतरा हो नि त अहिले अनि कहाँबाट सिके एक्टर भिडियो कोही हल्लिँदै आएको छन् कोही के गर्दै आएको छन् कति राम्रो त नि आज हाम्रो अब शुक्रबार हो भोलि छुट्टी छ यसो हाम्रो शनिबार भोलि त शनिबार छुट्टी हो छैन एसेन्शियल फुड सेफ्टी ट्रेनिङ EFST मेरो त मेडिकल छ हो गाइज मेडिकलमा जानुपर्छ खराब छ होइन यस्तो घुमाउँछु होइन यस्तो क्यामेरा यस्तो हेर्न सक्नुहुन्छ होइन खलिफा सिटी हो यो आजको हाम्रो सफर कहाँसम्म हो आज हाम्रो सफर कहाँसम्म होला भिलासम्म हो ल हामी यसो राउन्ड मार्दै हो गाइस होइन च्याट्टा लाएर राउन्ड मार्दै हो खलिफा सिटीमा होइन के छ होइन सक्नुहुन्छ एकदम राम्रो छ खलिफा सिटी म नि फर्स्ट टाइम आएको यहाँ चाहिँ धेरै राम्रो छ गाइस कति राम्रो छ कति राम्रो छ बब्बाल छ गाइस बब्बाल खलिफा सिटी कस्तो केही राम्रो छैन यहाँ कस्तो राम्रो छ थाहा होइन के राम्रो छैन भनेको तिमीले हजुरहरूले यसरी नै माया गर्दै जानु भने हामी फेरि नेक्स्ट टाइम हो मैले यस्तो मान्छे खोजेको के मैले यस्तो हामी गर्छौँ है सपोर्टर भनेको यस्तो हुनुपर्छ के होइन हो स्याबास तिमीलाई धेरै धेरै धन्यवाद तिमीलाई म भोलि पछि के खुवाउँछु अरे त्यो एउटा भन्छ नि एउटा कोसीबारी बाजेको पेडा त्यो पेडा खुलाउँछु तिमीलाई है ए भइहाल्छ तिमीलाई पेडा खुलाउँछु 108 वटा लड्डु चढाउँछु ल कस्तो राम्रो छ गाइस हेर्नु म यस्तो घुमाउँछु सबैजना यस्तो हेर्नु ल बाल छ है हेर्नुहोस् मैले हिजो अस्ति मैले याद गरेको चाहिँ ड्युटीबाट आउँदाखेरि एउटा घर बनाउँदै छ कि त्यहाँ यस्तो डरलाग्दो घर छ यार त्यहाँ त मान्छेहरू चाहिँ कसम मान्छे भाग्छ बङ्गला के गर्नु के गाइज अब यो मिनी भ्लग बनाउँदाखेरि नि कस्तो नि अलिक गल्छ क्या हातै गल्छ होइन के गर्नु गाइज यस्तै छ यो चाहिँ हजुरहरूलाई हामीले इन्टरटेनमेन्ट गर्नको लागि चाहिँ भिडियो बनाएको फाइनली मैले अहिले युट्युबमा हालेको छैन त होइन युट्युबमा मेरो अलिअलि बिस्तारै सब्सक्राइब बढ्दै गइरहेको छ होइन सबैजनाले हेरिदिनु होला मेरो चाहिँ डिबी भ्लग छ होइन सबैजनाले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन धेरैचोटि त्यहाँ मैले धेरै उसमा तर त्यो उसमा हाल्दाखेरि चाहिँ हुँदैन रहेछ कि युट्युबमा त आउँदैन फेसबुकमा चाहिँ आएको छ होइन फेसबुकमा चाहिँ भ्युज लाइकहरू राम्रो दिएको छ तर युट्युबमा चाहिँ अलि टाइमै लाग्छ होला जस्तो लागिरह होइन गाइस त्यही हो अरू त अब के भन्ने र
अरू त सबै ठिकै छ। बेला बेला यसो भ्लग बनाएर हाल्नु मन लाग्छ, केटाहरूले नि हाल हाल भन्छन् तर लास्टै झ्याउ लाग्छ कि। अनि यस्तो के सपोर्टहरू हुनुपर्छ क्या, मेन कुरो चाहिँ सपोर्ट हुनुपर्छ। जस्तै मलाई आज सपोर्ट गर्ने यहाँ अर्को के अरे हाम्रो यहाँ राजा, हाम्रो राजाले सपोर्ट गर्छु भने अब राजा सब्सक्राइब गर्नु ल तिम्रो सब्सक्राइब हुन्छ कि हुँदैन? मेरो तर्फबाट के भन्छ सब्सक्राइब भयो। यदि support छ होइन, सीमा हुन्थ्यो भने तपाईँले सीमा नआइसक्नुहुन्छ, support छ होइन। आउनु पर्यो नि यार, तर आउँदै आउँदैन को र सपोर्टरै आउँदैन, के गर्ने भाइ। हजुरहरूको अब के कस्तो लाग्छ तिम्रो दुईजना हजुरहरूले सपोर्ट कमेन्टमा- गर्छु भन्दै अगाडि अगाडि हिँड्छौ अनि हुन्छ कसरी हुन्छ होइन? के को अब तपाईँहरूलाई कस्तो भ्लग हेर्न मन लाग्छ त्यो पक्का दिनु होला, मेसेज गर्नु होला। हामी त्यही अनुसारले हामीले अपडेट गर्दै जान चाहन्छौँ होइन? यो कडा यताको सिन चाहिँ बबल आउँछ क्या, हेर्नु यताको चाहिँ अस्ति मैले हाल्दाखेरि बबल आएको थियो। त्यही जोत्ने त होइन नि भने। कसले जोते यहाँ कहाँ कसले जोते यहाँ बाजुबारी छ? बाजुबारी त बाजुबारी नै छ यो कुरा। त्यही त अनि अब आलुबारी छैन यहाँ। जोत्न पाएर यो फिल्म हेरे जस्तो भ्लग पनि यस्तो हुन्छ र, नजोत- 2 मिनेट भइसक्यो। नजोतेको जस्तो कहाँ 2 मिनटको हुन्छ, घन्टाको हुन्छ, घन्टाको 3-4 घन्टाको भ्लग हुन्छ होइन भाइ? कत्ता लाएर अनि त यसरी भ्लग बनाउँदै हिँड्दाको बाटोमा आनन्द छुट्टै छ कि मजा अर्कै छ नि। होइन? ल गाइस फाइनली अब चाहिँ भ्लग बनाएर सक्यो होइन। मेरो हात पनि गलिसक्यो। तपाईँहरूले चाहिँ माया गरिदिनु होला गाइस। नेक्स्ट भ्लग चाहिँ अब म अर्को हप्ता लिएर आउँछु होइन? ल अहिलेलाई चाहिँ बाई बाई, टाटा 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 गाइस, बाई टाटा भनिदेऊ। टाटा दुइटै हातले